सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। मित्रहरू, यहाँहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा छ। दसैँ पनि गयो, बाढी पहिरोले अत्यन्तै नराम्रो गरिराखेको छ। धेरै मान्छेहरूले ज्यान गुमाउनु भयो, हैन, धन गुमाउनु भयो। हार्दिक श्रद्धाञ्जली, हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु। अझै पनि यस्ता प्राकृतिक विपदहरू आइपर्ने खतरा अझै छ। होसियारीका साथ हामी रहौँ र प्रत्येक पालिकालाई म भन्न चाहन्छु, हामी सबैजनाले हैन सकेको कार्य गर्नुपर्छ। हामी सबै मिलेर गर्नुपर्छ। म सबैलाई त्यो भन्न चाहन्छु। र अब यहाँ मैले विशेष गरी यो लाइभमा भन्न चाहेको कुरा चाहिँ के छ भन्दाखेरि, यो धरानमा दुईवटा समस्या लिएर तपाईको चाहिँ नि मान्छेहरूले प्रश्नहरू गर्ने गर्छन् कि सहकारी पीडितले न्याय किन पाएन, हैन? सहकारी पीडितले न्याय किन पाएन? यो प्रश्न धरानको एक्लो प्रश्न नभएर देशभरकै प्रश्न हो। पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री अहिले कस्टडीमा हुनुहुन्छ, हैन? कस्टडी भन्नाले अहिले उहाँ भनौँ न कारागारमा हुनुहुन्छ। पूर्वपक्षमा होला या के हो। यस्ता थुप्रै मान्छेहरू तपाईको छैन छन्। जीवी राईको कुरा छ, के को कुरा छ। अब यहाँ पनि यो धरानको पनि सहकारीहरू डुबेका छ, हैन? अब थुप्रै देशभर छ, त यतिवटा मात्रै छ भन्ने कुरै छ। र यो सहकारी पीडितहरूको पैसा फिर्ता गरिनुपर्छ भन्ने कुरामा हामी प्रष्ट छौँ, हैन? हामी सबैजना तपाईको चाहिँ त्यसमा प्रष्ट छौँ। हेर्नुहोस्, तर सहकारी पीडितको पैसा फिर्ता कसरी गर्ने, कसले गर्ने, को हो त आधिकारिक व्यक्ति भन्ने चिज छ। अब म धरान उपमहानगरपालिकाको मेयर मात्रै भएको कारणले, हैन, अब मैले कतिसम्म तपाईको कारबाही गर्न सक्छु त भन्ने कुरा कानुनमा प्रष्ट छैन। त्यसो भएको कारणले गर्दाखेरि मित्रहरू, मैले गर्नुपर्ने कार्य, हैन, सम्म मात्रै मैले गर्न सक्ने हो। त्यहाँदेखि उता मैले चाहिँ नि हैन मान्छेको यो त्यो गर्नतिर लागेँ भने कानुन क्रस गर्ने स्थिति हुन जान्छ। अनि उल्टो मलाई फेरि तपाईको चाहिँ नि हैन यो विषय भनेको फेरि कस्तो विषय हो भन्दाखेरि अरबौंको खरबौंको विषयहरू, हैन? धरान उपमहानगरपालिका स्वयंको बजेट, हैन, त्यो पनि हामीले चाहिँ नि कतिपय अब प्रक्षेपण अनुसार पुरा नभई पनि बनाएको बजेट भनेको 2 अर्ब चान्जुनको बनाउँछौँ, हैन? 1 अर्ब यस्तैको बनाउने हो। तर अब अलिकति धेरै महत्त्वाकांक्षी हुनु पनि पर्ने रहेछ, हैन, विकासको मामिलामा। त्यसले गर्दाखेरि 2 अर्ब हामीले मुस्किलले गर्छौँ। बरा सहकारी मा मात्रै डुबेको कुरा गर्छन् मान्छेहरूले, हैन? 14 अर्ब पैसा त्यहाँ डुबेको भन्छ। नगरपालिकाको वार्षिक बजेट, हैन, त्यही 2 अर्बको आसपासमा घटी बढी हुन्छ, केही छैन छ भने अब 14 अर्बको, हैन, तपाईको चाहिँ नि जिम्मा लिन्छस् भनेर मन्त्रालयले मलाई सोध्छ। मैले सहयोग गरौँ भनेर निस्केको है। थुप्रै गरेँ मैले। शनिबार पनि तपाईको कार्यालय खोलेर बसेँ, है। जितेर गएको 2 दिन भएको छैन। अनेक परि भन्दै आए मान्छेहरू। पछि हेर्दाखेरि विभिन्न पार्टीबाट परिचालित मान्छेहरू रहेछन्, हैन? तोडफोड गरे, मेरो ढोका लात्ताले हान्यो, तपाईको चाहिँ झ्याल फुटाइदिए केही मान्छेलाई मैले, हैन? त्यो गरे बापत सार्वजनिक तपाईको चाहिँ नि अफिसमा दंगा फसाद गरे बापत चाहिँ मैले केही दिन त्यहाँनिर चाहिँ नि हिरासतमा राख्नु है भनेर भन्नु बाध्य भएँ। त्यो खालको स्थिति भयो र थुप्रै मैले सहयोग गर्न चाहेर पनि
मन्त्रालयले माथि के भन्ने भन्दाखेरि तैँले जिम्मा लिन त त्यो खालको तैँले लेखेर दे भनेर भनिसकेपछि मैले जिम्मा लिने कुरो त भएन होइन। म मेरो कामको मात्रै जिम्मा लिने, मेरो वडा होइन अध्यक्ष है, मेरो पालिकाको वडा अध्यक्षहरूको जिम्मा पनि म लिन सक्दिनँ। उहाँले के गर्नुहुन्छ त जिम्मा लिन सक्दिनँ होइन। मेरो आफ्नो स्वकीय सचिवको कुरा पनि म जिम्मा लिन सक्दिनँ। भन्नुको मतलब चाहिँ उसले के काम गरिरहेछ त होइन भन्ने कुराको जिम्मा त म लिन सक्दिनँ होइन। म मेरो कामको चाहिँ पूर्ण जवाफदेहिताका साथ जिम्मा लिने हो भनिसकेपछि बराह सहकारीकै अब सबभन्दा ठुलो पैसा डुबेको यही कुरा छ होइन। यहाँनिर चाहिँ मैले सहयोग गर्नलाई मन्त्रालयसम्म गएँ होइन। त्यहाँ थुप्रै पीडितहरूको सङ्घर्ष समिति बने, के बने, थुप्रो गएँ, मिटिङ कति हो कति होइन, छानबिन कति, पत्र कति, के कति गरेँ। लास्टमा गएर चाहिँ के भनिदियो भन्दाखेरि मन्त्रालयले चाहिँ नि जिम्मा लिन्छस् भने लि अनि जिम्मा लिन सक्छस् भने लेखेर दे भनिसकेपछि चाहिँ मैले अब त्यो गर्न सकिएन। त्यस पछाडि तपाईँको चाहिँ नि अब सङ्कटग्रस्त घोषणा गर्ने यावत कुराहरू उठ्यो त्यतिखेर। अब अहिले आएर त हामी सङ्कटग्रस्त घोषणा गऱ्यौँ। त्यतिखेर पनि अब कार्यपालिकामा विविध कारणले गर्दाखेरि चाहिँ नि अब कार्यपालिका सदस्य अधिकांश कि सबैले नै भनौँ न नगरौँ भन्ने खालको कुराहरू टेबल गर्दाखेरि पनि भएको कारणले गर्दाखेरि अलिक विलम्ब चाहिँ हुन गयो। र यसरी तपाईँको चाहिँ नि सहकारीहरू देशभर डुबिराखेको छ प्रष्ट रूपमा होइन। कानुनमा चाहिँ नि तपाईँको झमेला छ क्या है। कसले चाहिँ गर्ने त कारबाही भन्ने कुरामा झमेला छ है। अब हामीले अब जस्तै अर्क साम्पाङले धरानको सहकारीहरूको बारेमा जे निर्णय गर्छ त्यही फाइनल हो होइन। त्योभन्दा माथि चाहिँ नि उसलाई फेरि तपाईँको अख्तियारले सोध्ने, केले सोध्ने होइन, अदालतले सोध्ने यावत कुराहरू झमेलाहरू आइराख्ने क्या होइन। ऊ तपाईँको चाहिँ नि गृह प्रशासनले घरि केले पनि सोध्ने यावत कुराहरू भइराखेको कारणले गर्दाखेरि तपाईँको के छ भन्दाखेरि अब कानुनमा मलाई अथवा मेयरलाई प्रष्ट अधिकार नदिएको कारणले गर्दाखेरि मैले के हो त भन्दाखेरि अब कानुनी हिसाबले नै सहयोग गर्ने होला होइन। अब मेयर भएको जस्तो मान्छेले जे पाए त्यो त भन्न मिल्दैन होला। अब यो ठगीको केसको कुरा छ फेरि त्यो पनि तपाईँको चाहिँ नि 1-2 हजार 1 लाख रुपियाँ 1 करोडको छैन, अरबौँको छ है। त्यो ठगीको कुरा ल म यति जिम्मा लिन्छु भनेर अगाडि फुत्ता आउनु पनि नमिल्ने है। त्यसले गर्दाखेरि के हो त भन्दाखेरि ठगेर जाने मान्छेहरूलाई प्रहरीले खोजिराखेको छ, राज्यले खोजिराखेको छ। अब कानुन के छ होइन। राज्यले अब तपाईँको पक्रिने, असुल उपर गराउने, भयो भने भयो, नत्र जेल भुक्तान गराउने, छोड्ने भन्ने कुराहरू त्यहाँ छ। त्यसो भएको कारणले गर्दाखेरि अब त्यो अनुसारको चाहिँ नि कार्यहरू भइराखेको कुरामा जानकारी गराउन चाहन्छु। र मैले सकेको सहयोग हर हमेसा पीडितको पक्षमा, दुखी गरिबको पक्षमा म उभिएर गर्दै गरेकै मान्छे हुँ। हिजो सङ्घर्षको क्रममा पनि त्यही थियो, अहिले म चाहिँ एउटा सानो पदमा बसेर सेवा गरिरहेको छु। अहिले पनि मेरो सोच विचार, मेरो होइन आचरण व्यवहारले त्यही कुराहरू देखाइरहेको कुरा यहाँलाई म जानकारी गराउन चाहन्छु। त्यो चिजमा यहाँहरू प्रष्ट हुनु होला। अब अर्को कुरा के आयो भन्दाखेरि हाई टेन्सनको कुरा है। केही अभियन्ताहरू सो चाहिँ नि भानुचोकमा भेला हुनुहुन्छ होइन। नाम त म लिन्न, पहिला सहकारी अलिअलि गरेकै हो, पछि धेरै कुरामा उहाँहरूको असहमति के हुन्छ। मान्छे त्यस्तै हो र अस्थिर टाइपको मान्छेहरू भएको कारणले पनि हो। अब सहकार्य गर्नु पनि गाह्रो, घरि यो पार्टीमा कुद्या छ, घरि त्यो पार्टीमा कुद्या छ होइन। अब अस्तिको चुनावमा टिम बनाएर जाउन भन्दाखेरि अब मेरै प्रतिद्वन्दी भएर पनि उठ्नुभयो उहाँहरू, खै कति भोट ल्याउनु होला। अनि हरेक चुनावमा प्रतिद्वन्दी भएर उठिसकेपछि अब सहकार्य गर्न सकिँदैन रहेछ भन्ने नै अब बुझाइ भयो
एकजना मेरो साथी छ, त्यहाँ नाम लिन्न। उहाँले नै त्यहाँ अब गरिराख्नु भएको छ धरना, खोइ कति महिना भयो होइन, गरिराख्नु भएको छ। र अहिले चाहिँ फेरि अब हाई टेन्सनको कुरा उहाँहरूले उठाइराख्नु भएको छ। यो विषयमा मैले भन्न चाहेको कुरा के छ भने, अब हाई टेन्सन अब पहिला धरानमा हेर्नुहोस् होइन, खाली थियो, जग्गा पुरै खाली थियो। अब जता जता तपाईँको चाहिँ विद्युत प्राधिकरणलाई सजिलो हुन्थ्यो त्यता त्यता कुदाएर लान्थे। त्यतिखेरको सिनेरियो नै त्यो थियो है। अब त्यतिखेर अब यतैतिर पनि घर बनेको थिएन रहेछ होइन, यतैतिर अब हामी त जन्मिनुभन्दा अगाडि रहेछ नि होइन, हामी जन्मेकै थिएनौँ त्यतिखेर तपाईँको लानुभयो। अब हामी त धेरै पछि जन्मेको रहेछौँ, हामी जन्मिनुभन्दा लगभग 10 वर्ष 12 वर्ष अगाडितिरको कुराहरू होइन। अब पुरै तपाईँको खेत मात्रै अथवा बारी मात्रै अथवा सिमली घारी मात्रै यस्तै त थियो। धरान भनेको यस्तै थियो है, मैले जान्दा पनि यतातिर खेतहरू थियो। भनेपछि म जन्मिनु 12 वर्ष अगाडिको कुरा झन्डै भइसकेपछि त पुरै खाली थियो। त्यतिखेर विद्युत प्राधिकरणलाई जहाँ पाएक लाग्यो, जता के अरे ऊ भयो, त्यतिखेरको मान्छेले सर्वे गरेर त्यताबाट हाई टेन्सन लगेर धनकुटा ततिर, धनकुटा हिलेतिर लाने चाहिँ नि होइन, तपाईँको 33 kVA भन्छ होइन। 33 kVA भनेपछि 33,000 भोल्टको होइन, तपाईँको चाहिँ नि एउटा हाई टेन्सन एकदम तपाईँको चाहिँ नि ठुलो हाई टेन्सन भएको लाइन चाहिँ त्यताबाट लगेर गएको अवस्था। अब त्यो हाई टेन्सन भएको ठाउँमा पछि गएर घरहरू बन्यो होइन। घरहरू बनेपछि गएर अब घर नबन्ने कुरो भएन, अहिले पनि अब बनिराखेको कुरा छ। अब यहाँ अब खाली जग्गा छ, केही वर्ष पछाडि अब जग्गा धनीले घर बनाउँछ नै, नबना भन्दा नबनाउने कुरो त भयो। अनि त्यो घरहरू बन्दाखेरि चाहिँ अब घरको छेउछाउमा हाई टेन्सनको तपाईँको चाहिँ अब भनौँ न हाई टेन्सन छ, त्यसको छेउछाउमा घर बन्यो। बनिसकेपछि अब त्यहाँ जोखिम पैदा भयो। अब त्यो हाई टेन्सनलाई स्थानान्तरण गरिनुपर्छ भन्ने कुरा हो होइन। स्थानान्तरण गर्ने कुरामा म के छु भन्दाखेरि म एकदम तपाईँको चाहिँ पोजिटिभ छु। अब त्यो तर कहाँ लगेर हाई टेन्सन गर्ने त भन्दाखेरि चाहिँ फेरि त्यो सारेर परसेउतीको होइन तिरमा लाने भन्ने छ। अब त्यहाँ चाहिँ के छ भन्दाखेरि अब फेरि पहिला त जग्गा थिएन, के अरे ऊ थिएन, अब बस्ती बसिसकेको छ। अब त्यहाँनिर के छ भने गरिब दुखीको बस्ती छ के, सुकुम्बासी होइन अरूको बस्ती छ। अब त्यो बस्तीबाट लानुपर्छ भन्ने चाहिँ नै अब हाई टेन्सन पीडितहरूको माग हो। तर त्यहाँ पनि मान्छे नै बसिरहेछ। फेरि त्यो चाहिँ कस्तो भयो भन्दाखेरि एउटा मान्छेको शरीरमा लागेको काँडा होइन, खुट्टामा बिजेको काँडा चाहिँ निकालेर फेरि अर्को मान्छेको खुट्टामा बिजाइदिनु जस्तो देखिन्छ। अथवा एउटा समस्या समाधान गरे जस्तो गर्ने, तर कहीँ कतै सारिदिने, तर त्यो चाहिँ जोखिम हुने क्या त्यहाँ होइन। कुरा बुझ्नुभयो नि। त्यसो भएको कारणले गर्दाखेरि अब त्यहाँनिर पनि हजारौँ घरधुरी अब चाहिँ नि होइन छ त्यहाँनिर। अब खोलाको तिरमा गरिब दुखी भए पनि बस्या त छन्। अब ती गरिब दुखीको पक्षमा म चाहिँ फेरि आवाज उठाएर आएको मान्छे। हेर्नुहोस्, अब धनी त धनी भइहाल्यो होइन, धनीले त उपचार पनि गराउन सक्छ, शिक्षा दीक्षा राम्रो लाउन सक्छ, के अरे हासिल गर्न सक्छ, केटाकेटीलाई राम्रो पढाउन सक्छ, अनि के हो त भन्दाखेरि होइन राम्रो लुगा लाउन सक्छ, मिठो खान सक्छ होइन, धेरै बाँच्छ पनि। त्यसो भएको कारणले गर्दाखेरि होइन सेवा सुविधा कारणले नै आयु पनि बढ्ने हो होइन। तर गरिब दुखी जहाँ छ त्यहाँनिर चाहिँ नि अब शिक्षा दीक्षा पनि त्यति राम्रो हुँदैन, खानेपानीकै समस्या भइराखेको हुन्छ त्यहाँ होइन, वासस्थानको समस्या घर चुइराखेको हुन्छ। अब यस्ता गरिब दुखीको बस्ती होइन भएकोमा चाहिँ मेरो विशेष ध्यान जानुपर्छ भन्ने मान्यता म राख्छु। हेर्नुहोस् है, त्यसले गर्दाखेरि प्रायः जस्तो म खोलाखोलीमै जालीहरू लगाइराखेको, ढुङ्गाहरू पल्टाइराखेको यावत कुराहरू हुन्छ। अब त्यो बस्तीमा चाहिँ लगेर यताको हाई टेन्सन सर्लक्क त्यहाँ लानुपर्छ भन्ने उहाँको भनाइ छ। र त्यसको इनिसिएसन चाहिँ मैले लिन सकिनँ होइन, लिन चाहिनँ भनौँ न। किन लिन चाहिनँ त भन्दाखेरि होइन मध्यमवर्गीय धनीको मात्रै देश नभएर गरिब दुखीको पनि हो यो देश होइन, गरिब दुखीको पनि हो। र त्यो चाहिँ अब कताबाट लाने त भन्ने कुरामा विलक बन्द छ है।
त्यताबाट लानुपर्छ भन्नुहुन्छ। अब खोइ कताबाट घुमाएर लैजाउँ भन्ने कुरा छ। अब यसलाई चाहिँ मैले के सोचिरहेको छु भन्दाखेरि यो हाई टेन्सन चाहिँ अब तिनकुनेतिरबाट जाने हो। यो चाहिँ यता माथिबाट लगेर यो चाहिँ नि मेन जे छ के अरे यो मेन अहिले फ्रेम यो अरुण तेस्रोको है एउटा टावर अथवा त्यो रुट छ, त्यो रुटबाट लानुपर्छ लैजाउँ भन्ने खालको मेरो चाहिँ अब सोच विचार छ। त्यसमा पनि राजनीति त हो साथीहरूले गर्नुपर्ने होइन, समस्या समाधान त होइन, राजनीति गर्नुपर्ने हो। अनि केही साथीहरू अब त्यहाँनिर यस्तो उस्तो भनिराख्नुहुन्छ। सबैलाई मेरो अनुरोध छ होइन, हावा तालमा नकुदौँ, समस्याको समाधान गरौँ है। समस्याको समाधान गर्नुपर्छ। समस्याको समाधान गर्नका लागि सबैजना सकारात्मक हुने हो। र यो हाई टेन्सन भनेको चाहिँ तपाईँको केन्द्रीय प्रसारण लाइन विद्युतको भएको कारणले यो चाहिँ फेरि धरान उपमहानगरपालिकाको कार्यक्षेत्रभित्र पर्दैन। यो चाहिँ कार्य त्यो उसभित्र पर्दैन कि यो हामीले कहाँ सर्ने हो। यो सर्ने भनेको चाहिँ ऊर्जा मन्त्रालय, अहिले कुलमानजी हुनुहुन्छ उहाँलाई भन्नुपर्ने हो। अब त्यहाँ पहिला अरू हुनुहुन्थ्यो, तर उहाँले भनिसकेपछि बजेट एलोकेट गर्नुपर्छ, फेरि बजेट बनाउनुपर्छ है। उहाँ त चुनाव गराउने सरकारमा हुनुहुन्छ। अब मलाई थाहा छ, म नि अलिअलि बजेट चलाउने मान्छे नै हो, बजेट बनाउने चलाउने मान्छे हो। अब रेड बुक लेखिसकिएको छ, रेड बुकको कुरा अब अर्कोमा हामी लाउन मिल्दैन। त्यसले गर्दाखेरि सबैजनालाई म भन्न चाहन्छु के छ भने अब यो होइन हाई टेन्सन स्थानान्तरण गर्ने काम भनेको केन्द्र सरकारले गर्ने हो, हामीले यताबाट गर्नुपर्छ है भनेर भन्ने हो है। त्यो भन्ने कुरामा पनि हाम्रो चाहिँ नि अब यो एकमत छैन होइन। अब म चाहिँ कस्तो भने एउटा बस्तीको जोखिम उठाएर अर्को बस्तीमा होइन तपाईँको चाहिँ नि राखिदिएर हुँदैन। जस्तै एक ठाउँको फोहोर भानुचोकको फोहोर उठाएर छाताचोकमा डम्पिङ गरिदियो भने भानुचोकको त एकछिन खुसी हुन्छ, तर छाताचोकमा त फेरि समस्या आयो। त्यसले गर्दाखेरि यसको समाधानमुखी डिस्कसनमा हामी स्टिल छौँ। म त्यो भन्न चाहन्छु सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई है, त्यो भन्न चाहन्छु। भन्नु त, नमस्कार भन्नु नि। कसको? आउनु न भरे 11 बजी अफिसमा। ल ल ल र ती चिजहरू छन् मित्रहरू, सबैजनालाई म अनुरोध गर्न चाहन्छु यसरी जाने हो चिज। र साथीभाइलाई सबैजनालाई सुरक्षित भएर बस्नु होला भन्न चाहन्छु। हरेक स्टेपको कारण हुनुपर्छ, हरेक पाइलाको कारण हुनुपर्छ। बिना कारण पाइला चाल्नु हुँदैन। बिना कारण म त सास पनि नफेर्नु भन्छु है। अब त्यतिकै गर्नु हुँदैन। गरिब दुखीको पक्षमा सधैँभरि आफूलाई उभ्याउन सकौँ भन्ने कामना हो। तपाईँको एकदम अभिजात वर्ग, धनी मानी होइन, यस्तोको पछि त्योसँग सङ्गत गर्ने मान्छे भए म यस्तै हुँदिनँ थिएँ। त्यो चिज हो। गरिब दुखीको पक्षमा म छु है। सुकुम्बासी, अव्यवस्थित बसोबासी अरूको पक्षमा पनि छु है, तर विशेष गरी चाहिँ मैले गरिब दुखी, रोगी, पीडितहरूलाई मैले हेर्नुपर्छ भन्ने मेरो मान्यता छ। त्यहाँ मेरो होइन तपाईँको नजर, दृष्टि, भिजन पर्नुपर्छ भन्ने मान्यता म राख्दछु। र यो दुईवटा कुरा मैले राखेँ विशेष गरी धरानमा रहनुहुने दाजुभाइ दिदीबहिनीहरूको जानकारीको लागि, सहकारीको बारेमा र हाई टेन्सनको बारेमा, यी दुईवटा कुराको बारेमा सबैलाई जानकारी गराउँदै अगाडि बढ्दै जाउँ भन्न चाहन्छु। सबैको जय होस्। नमस्कार।